ओके साथीहरुलाई एकदम मुठा पारेर यस्तो गोजीमा हाल्दाखेरि खुसी लाग्छ हैन। अब काम गर्दाखेरि दुःख लाग्छ, सेलेरी आउँदा खुसी लाग्छ। एउटा दुईटा तीनटा चारवटा पाँचवटा 100 रुपैयाँ। हेलो गाइस, हजुरहरु स्वागत छ मेरो युट्युब च्यानलमा। र फाइनली आज चाहिँ मेरो सेलेरी आएको छ हैन, त्यही भएर आज चाहिँ म एटिएम जाँदैछु पैसा निकाल्नलाई हैन। प्लिज मेरो च्यानल मेरो भिडियो हेर्दै गर्नु होला है। टक्कसँग अब पैसा निकालेर हजुरलाई कति आउँछ म देखाउँछु। प्लिज म चाहिँ ब्याङ्क जाँदैछु, देख्न सक्नुहुन्छ। हेलो साथी, म चाहिँ ब्याङ्क अगाडि आइपुगेको छु हैन। अब टक्क झिक्न बाँकी छ, देख्न सक्नुहुन्छ त्यहाँभित्र। अब त्यहाँभित्र सायद खिच्न मिल्दैन होला, म चाहिँ टक्क निकालेर साथीहरु फाइनली म चाहिँ टक्कसँग निकाल्न आँटेको छु हैन। अब यहाँ चाहिँ के पो हाल्नुपर्छ हो फेरि साथीहरु निकाल्दै छ हैन। टक्क यस्तो सर्लकसँग चट्ट आयो। वाह, पैसा आयो। पैसा कहाँ पो आयो? कहाँ आयो? कहाँ आयो? आयो यहाँ पैसा आयो। वाह, के पेपर आउँछ कि ल त्यो हामी चाहिँ घुम्न आएको है हैन। बिदाको दिनमा चाहिँ आज अब कति दिनको मात्रै गर्ने अब हैन। रातिको नै सिनहरु एकदम राम्रो छ हैन, देख्न सक्नुहुन्छ। हाम्रो देश भएदेखि सबैजना चाहिँ अब यहाँ खाना चाट खाने अब भनेर आएको। कस्तो छ सोल्टे? मिठो छ, दामी छ चाट। सोल्टे त यार कस्तो मजाले खानु भयो यार। मेरो पनि यहाँ रेडी भइसकेको छ। अब यहाँ पुरै अब पसल भइगयो हैन। साथीहरु राति रमजान हो नि त, मिठो त्यही हो। राति घुम्न आछु बाहिरी। मिठो छ अरे अस्ति नि सेलायो भन्नुहुन्छ तपाईलाई नि। यहाँ हेरेर बोल्नु, यता हेरेर बोल्नु तपाईँ। कतै चपाएर चाहिँ निल्नु है, चपाएर निल्नु एकदम। मलाई नि सक्यो यार एकदमै। चाट खानलाई चटपटीहरू पनि छ, हाम्रो देशीहरू सबै केलाहरू धेरै छ। म चाहिँ पररी खमार्के देखिरहेको। सो फाइनल गाइज, म चाहिँ पैसा निकालेर आइसकेको छु ब्याङ्कबाट हैन। कति निकाल्यो भन्ने कुरा यही छ हैन। खास काम चलेको छैन हाम्रो चाहिँ। 8 घन्टा हो, आफ्नो बेसिक चाहिँ पुरा गर्नुपर्छ। अब मेरो बेसिक चाहिँ कति आएको छ त, म नेपालबाट आउँदाखेरि चाहिँ 120 मा आएको हैन। त्यही भएर अब यहाँ चाहिँ ओटी अहिले चलेको छैन। माहौल एकदम खराब छ, हजुरलाई पनि थाहा छ होला गल्फतिर हैन। त्यही पनि त्यस्तो खराब पनि ठिकै छ, त्यही पनि अब अलिक ठिकै चलेको छ हैन। म हजुरलाई गनेर देखाउँछु हैन। यहाँ चाहिँ एकदम ठुलो नोट हो क्या, अनि एकदम ठुलो पैसा हुन्छ। अरू देशको भन्दा यहाँ चाहिँ सेकेन्ड हाई पैसामा चाहिँ सेकेन्डमा पर्छ यहाँको हैन। सेकेन्ड ठुलोमा भनौँ न, त्यहाँको 20 रुपियाँ। यहाँको ठुलो त अरू पनि छ, तर पनि हामीले देख्नु भनेको 20 रुपियाँ। एउटा दुईटा तीनटा चारवटा पाँचवटा 100 रुपियाँ भयो हैन। 10 ले 110 भयो हेर्नु, टक्कसँग 110 भयो। 110 अब 1 रुपियाँ 11 12 13 अनि 14 भयो। अनि 1 रुपियाँ भयो 15, यो पनि 1 रुपियाँ 16, यसले 17 भयो। 17 17.5 भयो त, 17.5 भनौँ न। 117 रुपियाँ। अब 18 भनौँ न। यहाँ चाहन्छ नि, यो पनि एकदम यहाँ चाहिँ धेरै चिज आउँछ कि यसले पनि। एकदम पेप्सीहरू के खान्छ नि, यो एकदम सानो भयो नि आउँछ धेरै। 1 महिनाको कमाइ चाहिँ यो हो साथीहरु। हेर्नुहोस्, विदेश आउनु भन्छ नि एकदम गाह्रो हुन्छ, काम एकदम दुःख हुन्छ कामहरू भनेको। अब त्यो आफू चाहिँ कुन के काममा आएको हुन्छ त्यो चाहिँ अब बुझेर आउनु पर्ने हुन्छ हैन। त्यही भएर देख्न सक्नुहुन्छ एकदम खुसी लाग्छ हैन। सेलेरी एकदम मुठा पारेर यस्तो गोजीमा हाल्दाखेरि खुसी लाग्छ हैन। अब काम गर्दाखेरि दुःख लाग्छ, सेलेरी आउँदा खुसी लाग्छ। त्यही भएर तपाईहरु पनि यदि विदेश आउँदै हुनुहुन्छ भनेदेखि एकदम सोचेर आउनु होला। आफ्नो बेसिक कति छ? मेरो चाहिँ बेसिक 120 हो। हेर्नु अहिले ओभरटाइम चलाएको छ, त्यही भएर 120 आएको छ मेरो चाहिँ हैन। तर अहिले चाहिँ गर्दाखेरि 118 भयो। अब त्यहाँ सार्दाखेरि मैले अब त्यही आउँदाखेरि चिसोहरू पिएँ होला। अब आउँदा गर्मी भयो, त्यही भएर अब ओटी चल्यो भने चाहिँ अलिक धेरै आउँछ हैन। नेपालको चाहिँ कति हुन्छ भनेदेखि चाहिँ लगभग नेपालको समथिङ 45,000 भनौँ न। 45,000 बेसिक हो हैन। अब ओभरटाइम गऱ्यो भने त्यही हो। आफूहरू तपाईँहरूलाई सम्झनु हैन। ओके, हस् त हैन। अर्को भिडियोमा भेट्छौँ हैन। अब फेरि अब आजको चाहिँ अब भ्लग यहीँ टुङ्ग्याउन चाहन्छु साथीहरू हैन। एकदम मुठो पारेर राखिसकेको छ मेरो महिनाको कमाइ हैन। ओके साथीहरू, ल ओके, बाई बाई। अर्को भ्लगमा भेट्नेछौँ।